नमस्कार मेरा जति पनि सम्पूर्ण इष्टमित्र अनि साथीभाइहरूमा जति पनि सलामी ब्लग्स हेरेर बस्नु भएको छ सम्पूर्णमा हार्दिक स्वागत गर्दै म न्यानो अभिवादन टक्राउन चाहन्छु। 2078 साललाई बिदाई गर्दै हामी 2079 साललाई स्वागत गरिरहेका छौं। अहिलेसम्म हजुरहरूको 2078 सालको अन्तिमसम्म नबनेका कामहरू 2079 सालमा बनोस्। जसरी कोभिड भाइरसले एउटा भाइरसले त आफूलाई अपग्रेड गरेर ओमिक्रोन डेल्टा भाइरस जस्तो खतरनाक भाइरस बनेर आयो, तर यदि यो भाइरस हो, भाइरस पक्कै पनि परास्त भएर जानेछ। त्यसैगरी तपाईँ हामीहरूमा पनि धेरै कमी कमजोरीहरू छन्। आफूले ती कमी कमजोरीहरूलाई सुधार गरेर आफूलाई अपग्रेड गरी नयाँ सालमा विगतका कमी कमजोरीहरूलाई सुधार गर्दै नयाँ जोश जाँगर मेहनतले अझै लगनशील भएर काम गर्दै मनमा उमङ्ग अनि खुसी छाओस् भन्ने शुभकामना व्यक्त गर्दै 2079 सालको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु। धन्यवाद।